Hello guys, good morning. म चाहिँ आज बिहान उठेँ। आज अफ बिदाको दिन अनि आज मन्डे चाहिँ हाम्रो अफ हुने गर्छ रेस्टुरेन्ट। अनि म चाहिँ बिहान उठेँ, फ्रेस भएँ। आज चाहिँ मेरो गाडीमा कुलेन्ट चेन्ज गर्नुपर्ने छ अनि गाडीमा चाहिँ हल्का साउन्ड आइरहेको छ अनि साउन्ड चेन्ज गर्नु पर्यो भनेर एकजना साथीले चाहिँ म बनाइदिन्छु भनेको छ, हेरिदिन्छु भनेको छ। किनभने यहाँ चाहिँ अब बाहिर गएर यति डान्स गर्दा 200 अराउन्डमा लिने गर्छ। त्यो प्रब्लम फाइन्ड आउट गर्दा अनि एक्स्ट्रा किन $200 यतिकै खर्च गर्नु भनेर एकजना मेरो साथीले चाहिँ यही काम गर्ने भएको हुनाले म चाहिँ त्यो साथीकोमा गएर अनि त्यो के चाहिँ समस्याले गर्दा साउन्ड आउँछ त भनेर अनि त्यो फाइन्ड आउट गरेर अनि डाइरेक्ट गएर बनाउने प्लानिङमा छु। सो साथीकोमा जाँदैछु, लेट्स गो, सँगै जाउँ अनि के हुन्छ त, लेट्स सी है, व्हाट्स कैन ह्यापन, गर्न सक्छ सक्दैन, हेर्दै जाउँ कस्तो हुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ युएसमा हुन्छ नि युएस ठुलो ठुलो घरहरू यताउता त्यस्तो कुराहरू हुन्छ नि। हुने ठाउँमा ठुलो घरहरू पनि हुन्छ, अभियसली मेक सेन्स, ठुलो घरहरू पनि हुन्छ। तर युएस भन्दैमा हुन्छ नि लाइक एभ्रिथिङ हो भन्ने चाहिँ आई डोन्ट थिङ्क छ क्या। किनभने यहाँ पनि एकदमै कैयौँ लाखौँ करोडौँ घरहरू सानो है, नेपालमा झुप्रो झुप्रो घरहरू टाइपको पनि, त्योभन्दा पनि सानो घरहरू, फुटेको बिग्रेकोहरू, कैयौँ त्यस्तो घरहरू यहाँ पनि थुप्रो देख्छ क्या हामी। मान्छेहरू है पोलाइट पनि कैयौँ पोलाइट हुन्छ, कैयौँ पोलाइट हुँदैन है, म्यानर नभएको मान्छेहरू पनि त्यत्तिकै हुन्छ। सो सब चिज त्यस्तो चाहिँ हुँदैन युएसमा। अनि ओभरअल राम्रै छ कमाइको हिसाबले चाहिँ, अब राम्रो नै भन्न सकिन्छ। कमाइको हिसाबले चाहिँ राम्रो छ युएसमा, लाइफस्टाइल पनि राम्रो छ। तर अब डिपेन्ड अन कुन ठाउँमा बस्नुहुन्छ, कसरी बस्दै हुनुहुन्छ, कति कमाउँदै हुनुहुन्छ। धेरै यहीँको मान्छेहरू पनि कति मान्छेहरू कैयौँ मान्छेहरू स्ट्रगल गरेर बसिरहेको हुन्छ यहीँको मान्छेहरू। कैयौँ मान्छेहरू है जब नपाएर, जबलेस भएर, जब माग्दै इभन है बाटोमा यत्तिकै सुतिरहेको हुन्छ, बाटोमा यत्तिकै हिँडिरहेको हुन्छ, बाटोमै जिन्दगी बिताइरहेको कति मान्छेहरू नै हुन्छ क्या युएसमा। घरहरू नै त्यस्तै हुन्छ। अनि त्यही त हो, सबै संसारको जुनसुकै ठाउँमा पनि सेम नै हो, जहाँ पनि हुन्छ नि। कति मान्छेहरूलाई लाग्न सक्छ अब युएस भए म यस्तो गर्थेँ उस्तो गर्थेँ, त अहिले छ त्यही भएर तँलाई त्यस्तो नभएको, त्यस्तो चाहिँ होइन। म पनि आफू युएस हुनुमा आफूले म पनि राम्रै ठान्छु। अब मलाई पनि युएस मन पर्थ्यो आजभन्दा केही वर्ष अगाडि त युएस मेरो ड्रिम कन्ट्री नै थियो अभियसली, स्टिल अब त्यो होइन। तर एउटा कुरा हुन्छ नि, कैयौँ कुराहरू हुन्छ जुन लुकेको हुन्छ क्या युएसमा, जुन मान्छेहरूले देखाउँदैन। सो त्यस्तै नै हो। तर यति चाहिँ बुझ्नुपर्छ कि युएस भन्दैमा अब अति नै हुन्छ नि, त्यस्तो भन्ने चाहिँ हुँदैन। कति ठाउँहरू त्यस्तै हुन्छ, संसार जुनसुकै कुरामा जान सक्दैन। तर यहाँ पनि सानो झुप्राहरू हुने, भत्केको घरहरू हुने, त्यही भत्केको घरमा मान्छेहरू बसिरहेको हुन्छ, बाटोमा बसिरहेको हुन्छ है। अनि बाटोमै सुत्ने, खाने, कति भिख मागिरहेको हुन्छ। अब यहाँ चाहिँ होमलेस भन्छ, त्यो वर्ड हुन्छ नि। नेपालमा चाहिँ घरबार विहीन भन्दा अर्कै सुनिने, यहाँ चाहिँ होमलेस हुन्छ। तर अब यो कन्ट्रीमा चाहिँ फ्रिडम हुन्छ। फ्रिडमको कारणले गर्दा चाहिँ त होमलेस होस्, गरिब होस्, यस्तो होस् उस्तो होस् भनेर कसैलाई हेप्न पाउँदैन। हेप्यो भने त डेन्जर हुन्छ। यहाँ चाहिँ हेप्नै पाउँदैन, यहाँ चाहिँ कहिले नि। त्यो कुराहरूमा चाहिँ एकदमै केयरफुल हुनुपर्छ। बसहरू हुन्छ, बसको कलर चाहिँ संसारको जुनसुकै कुरामा पनि सेम हो। तर यहाँ चाहिँ बसको रुल्सहरू चाहिँ बसले स्टपको लाइट बालेर अनि स्टप साइनको त्यो देखायो भने चाहिँ बसको स्टपभन्दा अगाडि जान पाउँदैन, फाइन पे गर्नुपर्छ, एक्सट्रिम फाइन हुन्छ। यस्तोहरू एकदमै डेन्जर कुराहरू हुन्छ। यहाँ चाहिँ अब हजुरको स्पिड लिमिटर हुन्छ, प्रत्येक ठाउँमा स्पिड लिमिट राखिएको हुन्छ। स्पिड लिमिटभन्दा माथि गयो, धेरै नै माथि गयो, 5, 4, 5, 6, 5, 7 गयो भने त अब नोटिसेबल हुँदैन। अलि धेरै नै माथि गयो जुन नोटिसेबल छ भने चाहिँ कप्सले पक्र्ने, स्पिड
फाइन तिराउने हुन्छ, धेरै कुराहरू हुन्छ यहाँ चाहिँ है। नर्थ साउथ यता जाँदैछ यस्तो यस्तो। युएसमा मान्छेहरू भन्छ गाडी चलाउन सकिँदैन, तर नेपालको कम्पेयरमा युएसमा गाडी चलाउन, अब नेपालमा चाहिँ रुल्स कम छ, अति नै कम हुन्छ, तर युएसमा चाहिँ रुल्स एकदमै हुन्छ। त्यो कारणले गर्दा पनि युएसमा चाहिँ गाडी चलाउन अलि इजी नै हुन्छ मेरो हिसाबले चाहिँ। त्यो रुल्स फलो गरेर थोरै केही 5-7वटा कुराहरू जान्नुपर्छ। युएसमा गाडी चलाउन एकदमै नै सजिलो छ, अनि स्पिड लिमिट अनुसार चलाउनुपर्छ, रुल्सहरू चाहिँ एकदमै फलो गर्नुपर्छ। अदरवाइज राम्रो छ, राम्रो भन्न सकिन्छ गाडी चलाउनलाई। म पनि गाडी किनेको धेरै भएको छैन, 2 वर्ष जति भयो, न त म आएकै धेरै भएको छैन। र गाडी किनेको चाहिँ 2 वर्ष भयो। लाइसेन्स चाहिँ गाडी किन्नुभन्दा पहिले निकालेको। धेरै कुराहरू सोच्नुपर्छ, स्पेसली अब म त यहाँको ग्रिन कार्ड होल्डर हो, तर स्टुडेन्टहरूलाई गाह्रो छ। स्पिड लिमिट देख्नुभयो 40 छ, अब म 40 भन्दा धेरै नै अगाडि गयो भने अब नोटिसेबल भयो भने चाहिँ काहीँ न काहीँ कप्स लुकेर ठाउँ ठाउँमा बसिरहेको हुन्छ। यस्तो कुराहरूमा चाहिँ एकदम केयरफुल हुनुपर्छ। अनि त्यही नै हो, राम्रो छ, लाइफस्टाइल राम्रो छ, पैसा राम्रो कमायो भने, आफूसँग गाडी भयो भने। अब यहाँ त अलमोस्ट जोसँग पनि गाडी हुन्छ। $2 फ्युल हाल्ने पैसा हुँदैन मान्छेहरूसँग, तिनै मान्छेहरूले गाडी चलाएर हिँडिरहेको हुन्छ। अब त्यस्तै हो यहाँ। अनि ओभरअलमा चाहिँ राम्रो छ, राम्रो भन्छु। लाइफस्टाइल राम्रो छ, राम्रोसँग जिउन सकिन्छ, त्यही त हो जिन्दगी भनेको। र अब फ्यामिली भन्दा टाढा भएर बस्यो भने चाहिँ सम्भव है, अलिकति आफूलाई कहिले काहीँ त्यस्तो फिल हुन्छ। म त भर्खर बिहे गरेको, कोर्ट म्यारेज गरेर आएको। अब वाइफको डकुमेन्ट त सबै भइसक्यो, डकुमेन्टेसन भइसकेको छ। अब सेकेन्ड लेटर भनौँ न, अब नेपालको लागि इन्टरभ्यूको डेटको लागि अब त्यो एप्रुभ भएको छैन, अझै लाग्छ होला 5-7 महिना जस्तो, धेरै समय लाग्छ। 16-17 महिनाभन्दा अगाडि त कहिल्यै कसैको हुँदैन होला ग्रिन कार्ड होल्डर। सिटिजनकै लाग्छ होला 16-17 महिना सायद। लेट्स सी, अब यहाँ 45 को स्पिड छ, 45 भन्दा धेरै कुदायो भने, धेरै नै धेरै कुदायो भने काहीँ न काहीँ कप्स बसिरहेको हुन्छ। नोटिस गर्नुपर्छ, लाइटहरू एकदमै फलो गर्नुपर्छ जहिले नि। अब नर्मल व्यक्तिहरूले थाहा पाउँछ ग्रिन लाइट भनेको जानु हो, येलो भनेको चाहिँ अब रेड बल्दैछ है एकैछिनमा भनेर देखाउनु हो, रेड भनेको स्टप हो। तर यहाँ चाहिँ अब रुल्सहरू अलिक धेरै नै हुन्छ, जुन कुराहरू एकदमै केयरफुल हुनुपर्छ। रुल्स फलो गरेर चलायो भने चाहिँ जहाँ नि चलाइन्छ, इजी नै हुन्छ। त्यही नै हो। म चाहिँ कटको घरमा जाँदैछु एज युजुअल, मैले अघि भनेको थिएँ कटको घरमा जाँदैछु, गाडी देखाउनु पर्नेछ। अनि म हेरौँ के हुन्छ, सक्छ सक्दैन त्यसले गराउन। Coming from the other side, right? This side. Yeah, from that side. Yeah, from the left side of tire. Okay. Alright guys, so म चाहिँ कोर्टको घरमा आएको छु गाडी देखाउन। कोर्टले चाहिँ म हेरिदिन्छु भनेको छ। अनि कुलिन पनि चेन्ज गर्नुपर्ने छ। कुलिन चाहिँ फ्लस गरेर चेन्ज गर्नलाई फरक परेन, तर फ्लस गर्नुपर्ने छ। फ्लस गर्नलाई मलाई त्यति साह्रो आइडिया छैन, सो धेरै भयो कि, सो फ्लस गरेरै फालिदिउँ। आखिर एक डब्बै आउँछ, त्यो डब्बालाई चाहिँ किन राखिराख्नु भनेर चाहिँ म आएको छु गाइस। सो या, he just got my car and he's working on it. Lots of stuff inside the garage, you know. यहाँ चाहिँ त्यही हो क्या, यहाँ चाहिँ अलमोस्ट सबै मान्छेहरूलाई कार बनाउने, सामान्य कुराहरू बनाउने उ गर्ने गर्छ, अनि आफ्नो गराजमा सामानहरू राख्ने त्यो सबै कुराहरू हुन्छ। सो भेरी गुड, लेट्स सी के छ त कोर्टको राय यसमा है। भर्खर आइपुगेँ, भर्खर आएर यसो कार पार्क गरेको, गाडी लिएर पार्क गरेको छु। कोर्टले चाहिँ अब सामानहरू खोज्दैछ, यसो लिफ्ट गर्नु पऱ्यो टायर, त्यसपछि खोल्नु पऱ्यो, गर्नु पऱ्यो। म पनि अलिअलि नलेज चाहिँ लिइरहेको हुन्छु, यताउता अरू गाडी हेर्दा यताउता गर्दा चाहिँ सामान्य फ्लस गर्ने आइडिया चाहिँ छ, तर आफूसँग सामानहरू नभएर गाह्रै हुन्छ। साथी हो, क्लोज फ्रेन्ड हो, हाम्रो रेस्टुरेन्टमा खाना खान जान्छ विकेन्डमा जहिले। एकदमै राम्रो छन् दुई भाइ, बेस्ट छन् मान्छेहरू चाहिँ। लेट्स सी के हुन्छ। अलराइट गाइज, म अपडेट गर्दै गर्छु। कहाँ के भएको थाहा भएन। कुलेन चाहिँ यहाँनिर यो चाहिँ यो सिट चाहिँ कुलेन कम भएको छ, त्यो चाहिँ आज हाल्नै पर्छ चिसो भयो भने। अरू त सबै ठिक छ, जस्तो साउन्डले चाहिँ अलिकति गाडीको स्टियरिङ मोड्दा चाहिँ टक 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 गर्ने भएकोले त्यो चाहिँ ब्रेक बज केही कारण पनि हुनसक्छ भन्ने हुनाले चाहिँ गराउन खोजेको। फ्लोरिडालीमा आउँछ, टेक्सास सस्तो थियो, फ्लोरिडामा चाहिँ ड्यामेज गरेको मात्रै 200 अराउन्ड लाने, अनि यत्रो पैसा के यतिको वेस्ट गर्ने, अहिले म गराइदिन्छु किन खर्च गर्छ भनेर भनेको थियो। त्यही भएर चाहिँ म चाहिँ त्यो गर्न आएको, यही गराउन आएको। राम्रो छ, यहाँ घरहरू यस्तै नै हो, अलमोस्ट घरहरू यस्तै हो, सानो हुन्छ छिटो भनेको, एकदम लागि परेको छ।
पानी पऱ्यो यार हामी चाहिँ फिक्स गर्न ट्राई गऱ्यौँ तर समस्या केही पनि देखिएन एकदम सबै चेक गरिसक्यौँ अनि समस्या केही पनि नभएपछि अब चाहिँ कुलेन्ट चेन्ज गरेर म चाहिँ घर जाने तयारीमा छु काममा जानुपर्ने छ बाहिर सो फिक्स भइरहेको छ अलमोस्ट समस्या केही पनि छैन भन्नेतिर आयो सबै हेरेको एभ्रिथिङ लुक्स गुड आई होप सबै ठिक छ let's not worry about this seat anymore just need to change the coolant and that's all it's raining अति पानी परिरहेछ बाहिर जाने तयारीमा पानी अति परेर हैरान छ Alright guys, so I'm coming back from car house देखाउन गएको अलमोस्ट भयो कुलेन्ट चेन्ज गर्ने चाहिँ पानी नन स्टप परेर है यस्तो पानी परिरहेछ अनि पर्दा चेन्ज गर्ने नै भएन कुलेन्ट सो कुलेन्ट चाहिँ भोलि चेन्ज गर्छु म आफै कसरी चेन्ज गर्ने उसले मलाई भनेको छ सो लेट्स सी गोइङ होम ब्याक अनि भोलिदेखि फेरि काममा Guys, damn guys. Alright, पानी चाहिँ अति परिरहेछ लेट्स सी पानी पऱ्यो भने फेरि यस्तो जाम भयो जस्तो हुन थाल्छ कि सुस्ता गाडीहरू चलाउन थाल्छ अनि त्यसपछि अति एनिवे सायद यति बेला चाहिँ स्कुलहरू जाने बेला भयो कि सायद जस्तो लाग्यो होला चाहिँ के भइरहेछ Let's check it out. So म चाहिँ कर्टको घरबाट घर फर्किँदैछु अलमोस्ट पुग्दैछु मात्र 4 मिनट 3-4 मिनटमा घर पुग्दैछु स्टिल पानी परिरहेछ इट्स रेनिङ आउटसाइड न ठिकै छ आजको दिन पनि बिताको दिन यस्तै भएर गयो आज पनि एनिवे इट्स ओके अलराइट गाइज म चाहिँ घरमा आइपुगेँ आजको दिन बिदाको दिन सोचे जस्तो दिन त गएन तर मेन चाहिँ अब कार देखाउनु पर्ने ठिकै भयो भनौँ देखाइयो अब एभ्रिथिङ अलमोस्ट ठिक छ कुलेन्ट चेन्ज गर्नुपर्ने पानी परेर जान सकिएन पानी चाहिँ अति परिरहेको छ बाहिर ओके सो अब भोलि चाहिँ कुलेन्ट चेन्ज गर्नुपर्छ त्यसपछि दिन राम्रै गयो भनौँ अनि थ्याङ्क यू सो मच फर वाचिङ गाइज किप सपोर्टिङ है अनि म च्यानलमा चाहिँ नयाँ हो हामी नो गिभिङ माई बेस्ट आइएम ट्राइङ माई बेस्ट सो आई होप हजुरहरूलाई मेरो भिडियो मन पर्यो अझै आउने भिडियोहरूमा अझै राम्रो अझै इन्ट्रेस्टिङ भिडियो बनाउँदै जानेछु सो नयाँ भिडियो भएको हुनाले म प्रो चाहिँ होइन ट्राइङ टु गिभ माई बेस्ट अनि आशा छ हजुरहरूलाई मन परेको छ मन पर्नेछ र आउने भिडियोहरू अझै मन पर्नेछ भन्दै थ्याङ्क यू सो मच फर वाचिङ थ्याङ्क यू सो मच गाइज अनि मेरो यो सानो च्यानललाई ग्रो गर्नमा हेल्प गर्नुहुनेछ भन्ने आशा छ र मेरो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गरेर माया पनि दिनु होला र यदि मेरो भिडियो मन पर्छ हजुरलाई मन पर्यो भने साथीहरूलाई पनि सेयर गरिदिनु होला साथीहरूलाई पनि भनिदिनु होला म चाहिँ अमेरिकामा एभ्रीडे मान्छेले कसरी जिन्दगी बिताउँछ एज अ नेपाली अहिले स्टिलमा नेपाली छु कसरी जिन्दगी बिताउँछ कस्तो जिन्दगी छ के हुन्छ भन्ने कुराहरू आउने थप भिडियोहरूमा देखाउने छु त्यसको लागि हजुरहरू अर्को भिडियोको प्रतिक्षामा हुनु होला थ्याङ्क यू सो मच फर वाचिङ गाइज थ्याङ्क यू सो मच र म अर्को ब्लग लिएर छिटै आउने